मैले हट्नु पर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन, यो कमिटीले भन्छ। यो कमिटीले हट्न पर्छ भनेका बेला एकदम खुसी साथ अँध्यारो मुख लाउन घर जहिले पनि जाने छैन, केही भए पनि जाने छैन, मारिने अवस्था सिर्जना हुँदा पनि अँध्यारो मुख लाउन जाने छैन। फेरि पनि कमरेडरको आदेशमा, यो आदेश दिने ठाउँ हो, यसको आदेशमा जुनसुकै कुरा पनि गर्न सक्छ। यो कमिटीको कोही सदस्यले बाहिर गएर अखबारबाजी गरेर लोकप्रियतावादका पछि कुदेर, के लोकप्रियतावाद हुन्छ यो? कतिपय साथीहरूले मलाई भन्नुहुन्छ तपाईलाई त बोकेर जानै सकिँदैन, किन बोक्नु पर्यो, म आफै हिँड्छु, किन बोक्नु पर्यो? हिँड्न नसक्ने होइन, दौड्न सक्ने अवस्थामा छु, बोक्नु पर्ने छ। प्रश्न के हो, कसैलाई मन पर्ने नहोला, नबोक्नुहोस्। अब प्रश्न के हो, केन्द्रीय कमिटीले के भन्छ, महाधिवेशनले के भन्छ? व्यक्तिगत इच्छा पूरा गर्न म हिँड्या होइन, यो देशको इच्छा, यो देशको इच्छा पूरा गर्ने कामको अगुवाई यो पार्टीले गर्छ। पार्टीले जे भन्छ त्यो गर्छ।